हामी चाहिँ काली खोलामा टुचन हाल्दैछौँ। साथीहरूले पारिबाट तानिरहेछ। त्यो लामो टुचन हो यो। यहाँ पर साथीहरूले तानिरहेछ। हामी यहाँबाट खेलिरहेछौँ। बान्नुपर्छ यो टुचन। बिजुलीको तार काटो मे। 1 2 3 कतार लगाएर ठम्का हालौँ और तानो तार काटो मे। तार होगा यार रे। भरे बनाएर त के काटेको हुन्छ। त्यस्तो मुलाले हुन्छ कटाइ भरे बनाऊ है। यो चाहिँ हाम्रो ओरिजिनल खट। पारिबाट तानिरहेछ यसरी। यहाँ आधीसम्म पुगिसकेको छ यो टुचन। यसरी चाहिँ टक्क हामी टुचन लगाइन्छ। यसरी यहाँ माथि यसरी हामी जोड्दैछौँ। मैले तल टुचनमा तार लाउँदैछन्। बिजुली तार काटिरहेछ भने यता चाहिँ हामी जोडिन्छ। मौरीहरू भिरमा रहेछ। बाहिरै छ हौ। बाहिर भर्खर आएको होला है यिनीहरू। चागालहरूले माथि छ सबै चिल्लाइसकेको लगाइसकेको छैन रहेछ भित्र दिन भर्खर आएको रहेछ। यसरी किचनको लागि पाइप जोड्दैछौँ हामी। यहाँ तल टुचन लगभग अब त टुचन पुग्नु आँटिसके जस्तो छ। पारी यहाँनिर पुगिसकेको छ। अब अलिकति बाँकी छ। अनि यो चाहिँ पहिलाको यताबाट टुचन थियो भने यसपालिको चाहिँ मुनिबाट लाँदैछौँ। यो चाहिँ कोका 1 को टुचन भयो। अनि यो चाहिँ अहिले हाल्दै गरेको कोका पार्ट 2 को टुचन हो। यो पुग्नु आँटिसकेको छ पारी। यहाँ आधी पुगिसकेको छ। अनि यो यतापट्टिको चाहिँ यो कोका पार्ट 2 को टुचन भन्दा यो कोका 1 को यो मुनिको यताको साइडको। अनि यता यो अहिले कोका पार्ट 2 को साथीहरू पाइप लिन गइरहेको छ टुचनमा नपुगेर। यसरी पाइप लिन जाँदैछौँ हामी। मेरो भिडियोलाई लाइक शेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला। यसरी हामी पाइप लिन जाँदैछौँ। पारिबाट अब वारी यहाँ लिएर जोड्नेछौँ। पाइप नपुगेको कारणले लिन जाँदैछौँ। हामीले चाहिँ टक्क पाइप पनि ल्याइसक्यौँ। अब जोडेर ठेल्ने हो। मेरो त चाबलको पालो त 29 दिन मात्रै पालो आउँछ। 29 दिन त छिटो आएछ त। एम्बिसन आएर एम्बिसन दाम लाग्यो। अनि 29 दिनमा पालो आयो। 2 महिना पछि आएको मेरो। अनि 2-3 महिना पछि। त्यो 3 दिन भित्र पनि ठोकिहाल्छ। अनि ल तपाईलाई दार्चा लुगा न यो त मेरै लाट हो। भएन से हम दास आगे सेतो मात्रै टल्क्यो। माइकल जैक्सन